सबैभन्दा छिटो रोगको लक्षण देखिने रोग कुन हो भन्ने विषयमा चर्चा गरौँ। असुरक्षित यौन सम्पर्क भएपछि सबैभन्दा छिटो रोगको लक्षण देखिने रोग भनेको गोनोरिया र क्लाइमिडिया भन्ने रोग हो। रोग चाहिँ असुरक्षित यौन सम्पर्क भएको 2 दिनदेखि 7 दिनभित्र, विशेष गरेर पुरुषहरूलाई सेतो बाक्लो पहेँलो अथवा ग्रीन कलरको पिप लिङ्गबाट त यौनाङ्गबाट बाहिर बग्नु, पिसाब फेर्दा अत्यधिक दुख्नु र पोल्नु र छिटो छिटो पिसाब लाग्ने, कसैलाई टेस्टिकुलर पेन अथवा अन्नकोशमा दुख्ने हुन्छ भने यो चाहिँ अधिकांश पुरुषहरूलाई रोग सरेपछि 80 देखि 90% लक्षण देखिन्छ भने महिलाहरूलाई 60 देखि 70% यो रोगको लक्षण देखिँदैन। बाँकी महिलाहरूलाई लक्षण देखिने महिलाहरूलाई सेतो पानी बग्ने, गनाउने पानी बग्ने, तल्लो पेट दुख्ने हुनसक्छ। 70-80% महिलालाई लक्षणै नदेखिने भएको हुनाले उहाँहरू प्रायः डाक्टरले जाँदै जानु। त्यसले गर्दा महिलाहरूको ढिलो उपचार गर्ने कारणले गर्दा लक्षण नदेखिएपछि डाक्टर कहाँ जानुहुन्न, लाज मान्छ डाक्टर कहाँ जानुहुन्न र त्यो कारणले गर्दा यो रोग भित्र पाठेघरसम्म फैलिएर पाठेघरको इन्फर्मेसन हुने, तल्लो पेट दुख्ने समस्या आउन सक्छ भने कसैलाई इन्फर्टिलिटी अथवा बाँझोपन हुने अथवा बच्चा नपाउने समस्या नि हुनसक्छ। त्यसले गर्दा मैले के निवेदन गर्न चाहन्छु भने यदि हजुरको महिलाहरू, विशेष गरेर महिलाहरूलाई यदि हजुरको असुरक्षित यौन सम्पर्क भएको छ र हजुरलाई रोगको लक्षण छैन भने हजुर लाज मान्नुपर्ने कारण केही पनि हुँदैन।